राइनी चिस्ते इराई नागाई आइदा खाजो कुनी आत्ते इमासेन। तपाईहरुले यो इराई भन्ने बुम्पोको युज गरेर कन्भर्सेसन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? यदि तपाईहरु जापानमा हुनुहुन्छ भने त झन् तपाईहरुले यो बुम्पोको प्रयोग गरेर कन्भर्सेसन गर्न सक्ने हुनै पर्दैन। यो धेरै नर्मली कन्भर्सेसनहरु गर्नु पर्दाखेरि धेरै प्रयोग हुने बुम्पो हो। आउनुस् यसको प्रयोग गरेर हामी आफै कन्भर्सेसन गर्न सक्ने हौं है त। सबभन्दा सुरुमा यसको परिभाषा हेरौं के अर्थ दिन होला त। इराई वा नानी नानी नो तोकिकारा इमामादे जुत्तो ओनाजे जौताइगा सुजुइतेरु त युतो किने स्काइमास भनेर भन्छ। भन्न खोजेको के हो त भन्नुहुन्छ भने यो इराई भन्ने बुम्पो चाहिँ यस्तो यस्तो बेलाबाट चाहिँ अहिलेसम्म लगातार एउटै कुरा चाहिँ कन्टिन्यू भइरहेको छ हैन, चेन्ज भएको छैन भनेर भन्नुपर्दा प्रयोग गरिन्छ क्या। जस्तै कस्ता कुराहरु त हैन, एक दुईवटा रे हेरौँ है त, उदाहरण हेरौँ। जस्तै मानिलिउँ नेपालबाट चाहिँ जापान आएपछि म नेपाल फर्केको छैन क्या, जापान आएपछि चाहिँ म कन्टिन्यू जापानमै बसिरहेको छु क्या भन्दाखेरि राइनी चिस्ते इराई इक्खाइ म किको कुस्ते नाइ, अथवा नागाई आइदा किको कुस्ते नाइ, नागाई आइदा खाजो कुनी आत्ते इमासेन भनेर भन्न सकिन्छ क्या। जापान आएपछि लगातार जापानमै छु, राइनी चिस्ते इराई जुत्तो निहोन्नी सुन्दै इमास हैन। यस्ता कुराहरु लगातार कन्टिन्यू भइरहेछ। अथवा चाहिँ मम्मी बिरामी भएदेखि चाहिँ मैले घरको कार्य चाहिँ सबै एक्लै गरिरहेको छु हैन। हाहागा न्यू इन्स्ते इराई खाजिवा सुबेते वतासिगा यात्ते इमास हैन। जस्ता कुराहरु, यो कुराहरु भएदेखि चाहिँ लगातार यही कुराहरु गरिरहेको छु हैन। सोचुग्यो इराई तमोदासी त मात्ताको आत्ते इमासेन। गाक्को ग्रेजुएसन भएदेखि चाहिँ अहिलेसम्म साथीसँग भेटेको छैन। निहोङ्गो गाक्को सोचुग्यो उस्ते इराई सेन्सेइ नि इक्खाइ म आत्ते इमासेन भनेको जापानिज ल्याङ्ग्वेज स्कुलको चाहिँ ग्रेजुएसन भएपछि चाहिँ सोचिगो भएदेखि अहिलेसम्म चाहिँ सेन्सेइसँग टिचरसँग मैले भेटेको छैन हैन। यस्तो यस्तो बेलादेखि चाहिँ अहिलेसम्म एउटै लगातार कुराहरु भइरहेछ, केही डिफरेन्ट भएको छैन, लगातार एउटै कन्टिन्यू कुराहरु भइरहेछ भनेदेखि यस्तो यस्तो समयदेखि लगातार एउटै कुरा कन्टिन्यू यस्तो भइरहेको छ भनेर भन्नु पर्दाखेरि हामीले यो इराई भन्ने बुम्पोको युज गरेर कन्भर्सेसन गर्न सकिन्छ। प्रयोग गर्ने तरिका एकदमै सजिलो छ। भबलाई ते फर्ममा लाने प्लस इराई जोड्ने, नानी नानी इराई, ताबेते इराई, किते इराई, स्ते इराई। अथवा नाउनसँग चाहिँ के हुन्छ भनेदेखि नाउन प्लस इराई मात्रै लाग्छ क्या। जस्तै सोचेग्यो इराई हैन, अथवा सिउछेको इराई हैन। यसरी हामी नाउनसँग चाहिँ नाउन प्लस इराई लाग्छ। अर्थ भनेको चाहिँ यस्तो भएदेखि लगातार एउटै कुरा कन्टिन्यू भइरहेछ भनेर भन्दा प्रयोग गरियो। त अझै एक दुईवटा रेगुन बनाएर हेरौँ हैन, थप आखिराखा नि हुँ है त। जस्तै मैले अगाडि पनि एकमा भनेको थिएँ राइनी चिस्ते इराई नागाई आइदा खाजो कुनी आत्ते इमासेन भन्न खोजेको जापानमा आएदेखि लामो समयसँग परिवारसँग मैले भेटेको छैन भन्ने अर्थ दिन आयो। परिवर्तन भएको छैन क्या, चेन्ज भएको छैन। जापान आइयो त्यसपछि लगातार म जापानमै छु, परिवारसँग एकचोटि पनि भेटेको छैन, चेन्ज भएको छैन क्या, कन्टिन्यू एउटै कुरा चुजुकेरु भइरहेछ भनेदेखि प्रयोग गर्यो। त्यसै गरी अर्को दुईमा के भन्न सकिन्छ भनेदेखि हाहागा न्यू इन्स्ते इराई खाजिवा सुबेते वातासिगा यात्ते इमास भनेर भन्न सकिन्छ। भन्न खोजेको के हो त भन्नुहुन्छ भने मम्मी चाहिँ हस्पिटल एडमिट भएदेखि सुबेते खाजी भनेको चाहिँ सबै घरका घरायसी काम जे हुन्छ वातासिगा यात्ते इमास भनेको मैले चाहिँ लगातार गरिरहेको छु, चेन्ज भएको छैन, अरू कसैले गरेको छैन। मम्मी बिरामी हुनुभयो, एडमिट हुनुभयो हस्पिटल, त्यसपछि लगातार घरका सबै कामहरू मैले नै गरिरहेको छु भन्ने अर्थ दिन आउँछ। त्यसै गरी अर्को एउटा 3 मा हेरौँ के भन्न सकिन्छ भनेदेखि न्यू स्याइस्ते इराई ओनाजी सकुबादे हाताराइते इमास भन्न सकिन्छ। भन्न खोजेको के हो त भन्नुहुन्छ भने न्यू स्याइस्ते इराई भनेको म कुनै कम्पनीमा छिरिसकेपछि कम्पनीमा छिरेदेखि अहिलेसम्म चाहिँ ओनाजी सकुबादे एउटै काम गर्ने ठाउँमा मैले काम गरिरहेको छु भन्ने अर्थ दिन आउँछ। भनेको टेन्सेकोहरू गरेको छैन, कम्पनीहरू चेन्ज गरेको छैन, इतेनहरू गरेको छैन हैन, कम्पनीका बेग्ला बेग्लै टेम्पोहरूमा गएको छैन। ओनाजी सकुबादे हाताराइते इमास भनेर यसरी यो इराई भन्ने बुम्पो भनेको चाहिँ कुनै काम कुनै समयदेखि चाहिँ अहिलेसम्म लगातार यस्तै कुराहरू भइरहेछ। ओनाजी जौताइका चुजैतेहरू भन्न खोजेको अर्थ हो। यस्तो यस्तो समयदेखि चाहिँ अहिलेसम्म एउटै कुराहरू चाहिँ कन्टिन्यू भइरहेछ, बिचमा चाहिँ केही चेन्ज आएको छैन भनेर भन्नुपर्दाखेरि इराई भन्ने बुम्पोको युज गरेर कन्भर्सेसन गर्न सकिन्छ। यदि हामीलाई चाहिँ कसैले चाहिँ हैन काम गर्दै गरेको ठाउँमा राइनी चिस्तेकारा नाङखाइ किकोको सिमास्ताका अथवा हैन न्यू निक्स्तेकारा कुनिए खाइरिमास्ताका भनेर कसैले सोध्यो भनेदेखि हामीले यो इराई भन्ने बुम्पो लाएर हामीले कन्भर्सेसन गर्न सकिन्छ। फर्किएको छैन भने राइनी चिस्ते इराई न्यू नि सुन्दै इमास, यसरी हामीले यस्तो यस्तोबाट चाहिँ यस्तो यस्तो गरिरहेको छु भनेर भन्नुपर्दा प्रयोग गरिन्छ। जहाँसम्म लाग्छ यो भिडियो तपाईहरुलाई काम लाग्यो होला भन्ने अपेक्षा सहित भिडियो अन्त गर्छु।
मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला है त। हस्, थ्यांक यू।